फेब्रुअरी 2026 को वर्तमान भू-राजनीतिक परिवेशमा मध्य पूर्वको आकाशमा युद्धको बादल मडारिरहेको छ। सन् 2025 को अन्त्यतिर इरानमा चर्किएको आन्तरिक आन्दोलन र त्यसपछि सरकारले गरेको कडा दमनले अमेरिका र इरान बीचको सम्बन्धलाई युद्धको संघारमा पुर्याएको छ। यो लेखले अमेरिकाको सम्भावित सैन्य रणनीति ब्लुप्रिन्ट, इरानको प्रतिकार क्षमता र यसबाट उत्पन्न हुन सक्ने भू-राजनीतिक तथा आर्थिक परिणामहरूको गहन तार्किक विश्लेषण प्रस्तुत गर्दछ। 1. रणनीतिक पृष्ठभूमि, तनावको नयाँ उचाइ र विश्वव्यापी प्रभाव। इरानमा सन् 2025 को अन्त्यतिर सुरु भएका व्यापक सरकार विरोधी प्रदर्शनहरू र त्यसपछिको क्रूर दमनले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो। यी आन्तरिक उथलपुथलले इरानको शासन व्यवस्थालाई कमजोर बनाएको अमेरिकी विश्लेषण छ, जसलाई सैन्य कारबाहीका लागि उपयुक्त समय मानिएको हुन सक्छ। सन् 2025 को जुन महिनामा अमेरिकाले इरानको परमाणु पूर्वाधारमा गरेका सीमित तर घातक प्रहारहरूले दुई देशबीचको तनावलाई नयाँ मोड दिएको थियो। यी प्रहारहरूले इरानको परमाणु कार्यक्रमलाई केही हदसम्म सुस्त बनाए पनि पूर्ण रूपमा ध्वस्त पार्न सकेनन्। हाल फारसको खाडीमा अमेरिकी नौसेनाका दुईवटा क्यारियर स्ट्राइक ग्रुपहरू USS जेरल्ड आर फोर्ड सहितको तैनातीले ठूलो स्तरको सैन्य कारबाहीको सङ्केत गर्दछ। यी क्यारियर स्ट्राइक ग्रुपहरूमा अत्याधुनिक लडाकु विमानहरू F-18 सुपर हर्नेट्स, विध्वंसक जहाजहरू डिस्ट्रोयर्स र पनडुब्बीहरू सबमरिन समावेश हुन्छन्, जसले हवाई, समुद्री र पनडुब्बी युद्धमा व्यापक क्षमता प्रदान गर्दछन्। यसैबीच इरानले पनि रुससँग 500 मिलियन युरो बराबरको हतियार सम्झौता गरी आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ, जसमा उन्नत मिसाइल प्रणालीहरू र लडाकु विमानहरू समावेश हुन सक्ने अनुमान गरिएको छ। यो हतियार सम्झौताले इरानको रक्षात्मक क्षमतामा वृद्धि ल्याउन सक्ने भए पनि अमेरिकी हवाई शक्तिको तुलनामा यो अझै कमजोर मानिन्छ। 2. अमेरिकी आक्रमणको ब्लुप्रिन्ट, मल्टी डोमेन र सक एन्ड आर रणनीति। अमेरिकी सैन्य रणनीतिकारहरूले इरान विरुद्धको सम्भावित युद्धलाई मल्टी डोमेन अपरेसनको रूपमा हेरेका छन्, जसको उद्देश्य इरानको प्रतिकार गर्ने क्षमतालाई छोटो समयमै ध्वस्त पार्नु हो। यो रणनीति सक एन्ड आस सिद्धान्तमा आधारित हुन सक्छ, जहाँ तीव्र र निर्णायक प्रहारहरूद्वारा शत्रुको मनोबल तोडिन्छ। चरण: रणनीतिक लक्ष्य, मुख्य हतियार वा प्रविधि, विस्तृत विश्लेषण। चरण 1: साइबर र इलेक्ट्रोनिक युद्ध। इरानको कमान्ड, कन्ट्रोल, सञ्चार र कम्प्युटर C4Cलाई निष्क्रिय बनाउने। स्टक्सनेट जस्ता उन्नत मालवेयर, GPS ज्यामिङ र इलेक्ट्रोनिक वारफेयर सिस्टमहरू। यो चरणमा इरानको सैन्य सञ्चार, राडार सिस्टम र मिसाइल प्रक्षेपण क्षमतालाई अन्धा र बहिरो बनाउने प्रयास गरिन्छ। यसले अमेरिकी सेनालाई कम जोखिममा हवाई र मिसाइल आक्रमण गर्न मार्ग प्रशस्त गर्दछ। चरण 2: हवाई श्रेष्ठता स्थापना। इरानको राडार र हवाई प्रतिरक्षा प्रणाली S-300 र S-400लाई पूर्ण रूपमा नष्ट गर्ने। F-35, लाइटनिङ II, B-2 स्टेल्थ बम्बर्स र क्रुज मिसाइलहरू। F-35 र B-2 जस्ता स्टेल्थ विमानहरू इरानको उन्नत S-300 र सम्भावित S-400 हवाई प्रतिरक्षा प्रणालीलाई छल्न सक्षम छन्। यसले इरानको हवाई क्षेत्रमा अमेरिकी विमानहरूको निर्बाध पहुँच सुनिश्चित गर्दछ। चरण 3: स्ट्राटेजिक प्रहार। इरानका परमाणु केन्द्रहरू, ब्यालिस्टिक मिसाइल भण्डारहरू र इस्लामिक रेभोल्युसनरी गार्ड कोप्सको मुख्य बासहरू ध्वस्त पार्ने। GBU-57, म्यासिभ अर्डिनेन्स पेनेट्रेटर MOP, बङ्कर बस्टर, टोमाहक क्रुज मिसाइलहरू र प्रसिद्ध निर्देशित बमहरू। अमेरिकी वायुसेनाको ग्लोबल स्ट्राइक कमान्डले विशेष गरी भूमिगत परमाणु केन्द्रहरूलाई लक्षित गर्न 30,000 पाउन्डका GBU-57 MOP बमहरूको भण्डारण गरिरहेको छ। यी बमहरू इरानको पहाड मुनि रहेका गहिरो र सुदृढ केन्द्रहरूलाई समेत ध्वस्त पार्न डिजाइन गरिएका छन्। 3. इरानको प्रतिकार, एसिमेट्रिक वारफेयर र क्षेत्रीय अस्थिरता। इरानलाई राम्ररी थाहा छ कि परम्परागत युद्धमा उसले अमेरिकी सैन्य शक्तिको सामना गर्न सक्दैन। त्यसैले उसको रणनीति एसिमेट्रिक अर्थात् असमान युद्धमा आधारित छ, जहाँ कमजोर पक्षले बलियो पक्षको कमजोरीमा प्रहार गर्दछ। हाम्रो औँला ट्रिगरमा छ। यदि आक्रमण भयो भने हामी शत्रुलाई यस्तो थप्पड हान्छौं कि उसले कहिले बिर्सिने छैन। आयतोल्ला खामेनी। इरानको रक्षात्मक ब्लुप्रिन्टका मुख्य स्तम्भहरू निम्न छन्। 1. मिसाइल र ड्रोनको वर्षा। इरानले पहाड र भूमिगत गुफाहरूमा लुकाइएका हजारौं ब्यालिस्टिक मिसाइलहरू र आत्मसाती ड्रोनहरूद्वारा एकैचोटि इजरायल र खाडी क्षेत्रमा अमेरिकी सैन्य बासहरूमा आक्रमण गर्न सक्छ। यसले ठूलो क्षति पुर्याउनुका साथै क्षेत्रीय तनावलाई अकल्पनीय स्तरमा पुर्याउनेछ।
2. हर्मुज जलडमरू मध्यको अवरोध। विश्वको 20देखि 25% तेल आपूर्ति हुने यो स्ट्राटेजिक मार्गमा इरानले माइन बिछ्याउने र साना सुइसाइड बोटहरूद्वारा अमेरिकी जहाजहरूमा स्वार्म अट्याक गर्ने क्षमता राख्दछ। यसले विश्व तेल बजारमा ठूलो उथलपुथल ल्याउनेछ। 3. क्षेत्रीय प्रक्सीहरूको सक्रियता। इरानले लेबनानको हिजबोल्ला, यमनको हुथी विद्रोहीहरू र इराक र सिरियाका विभिन्न मिलिसिया समूहहरूलाई सक्रिय बनाएर इजरायल र अमेरिकी सहयोगी राष्ट्रहरूमाथि बहुपक्षीय दबाव सृजना गर्न सक्छ। यसले क्षेत्रीय प्रक्सी युद्धलाई अझै तीव्र बनाउनेछ। 4. सम्भावित परिणाम र जोखिमको बहुआयामिक विश्लेषण। युद्ध सुरु हुनु सहज भए पनि यसको अन्त्य अनिश्चित र भयावह हुन सक्छ। रणनीतिक विश्लेषकहरूले निम्न 3 मुख्य परिदृश्यहरू प्रस्तुत गरेका छन्, जसका दूरगामी भू-राजनीतिक र आर्थिक परिणामहरू हुन सक्छन्। 1. सीमित सैन्य सफलता र शासनको सुदृढीकरण। अमेरिकाले इरानको परमाणु र मिलिटरी क्यापासिटीलाई केही वर्ष पछाडि धकेल्न सक्छ, तर यसले इरानको शासन व्यवस्थालाई झन कट्टर र प्रतिशोधी बनाउन सक्छ। जनतामा राष्ट्रवादको भावना बढ्न सक्छ र शासनले आफ्नो शक्तिलाई अझै सुदृढ बनाउन सक्छ। यसले दीर्घकालीन रूपमा अमेरिकी हितलाई थप चुनौती दिन सक्छ। 2. शासन परिवर्तन र क्षेत्रीय गृहयुद्ध। यदि अमेरिकी आक्रमणले इरानको पछिल्लो सत्ता ढल्यो भने 93 मिलियन जनसङ्ख्या भएको यो देशमा लिबिया, सिरिया वा इराक जस्तै गृहयुद्ध सुरु हुन सक्छ। यसले जातीय, कुर्द, बलुची, अजरबाइजानी र धार्मिक विभाजनलाई बढावा दिएर क्षेत्रीय अस्थिरतालाई चरम सीमामा पुर्याउनेछ। यसबाट लाखौं शरणार्थीहरू उत्पन्न भई युरोप र छिमेकी राष्ट्रहरूमा ठूलो मानवीय सङ्कट निम्त्याउनेछ। 3. विश्वव्यापी आर्थिक मन्दी र एनर्जी सङ्कट। हर्मुज जलडमरू मध्य बन्द हुनाले विश्व तेल आपूर्तिमा गम्भीर अवरोध आउनेछ। यसले तेलको मूल्य प्रति ब्यारल $200 नाग्न सक्छ, जसले विश्व अर्थतन्त्रलाई गहिरो मन्दीमा धकेल्नेछ। एनर्जी सङ्कटले विश्वका प्रमुख अर्थतन्त्रहरूलाई नकारात्मक असर पार्नेछ र यसको प्रभाव विकासशील राष्ट्रहरूमा अझै बढी देखिनेछ। 5. निष्कर्ष। कूटनीति कि विनाशकारी युद्ध। अमेरिकाको ब्लूप्रिन्ट प्राविधिक रूपमा अत्यन्तै उन्नत र घातक देखिए पनि इरानको भौगोलिक बनावट, यसको एसिमेट्रिक प्रतिकार क्षमता र क्षेत्रीय प्रक्सीहरूको सञ्जालले यसलाई एक जोखिमपूर्ण केल बनाउँदछ। सन् 2026 को यो समयमा सैन्य शक्ति प्रदर्शनभन्दा कूटनीतिक समाधानै विश्व शान्ति र स्थिरताका लागि हितकर देखिन्छ। युद्धले इरानको परमाणु सपनालाई केही समयका लागि रोक्न त सक्ला, तर यसले मध्यपूर्वमा कहिल्यै निको नहुने घाउ छोडेर जाने निश्चित छ। यसले क्षेत्रीय शक्ति सन्तुलनलाई पूर्ण रूपमा भत्काउनेछ, नयाँ द्वन्द्वहरू सृजना गर्नेछ र विश्व सुरक्षालाई खतरामा पार्नेछ। त्यसर्थ सबै पक्षले संयमता अपनाई वार्ताको माध्यमबाट समाधान खोज्नु नै बुद्धिमानी हुनेछ।